कोही कोही मान्छेहरू हुन्छन् कि यो पनि गर्नुहुन्न त्यो पनि गर्नुहुन्न अरूले के भन्ला के सोच्ला भन्ने खालको अरूको काम पनि गर्ने अनि आफ्नो काम पनि गर्ने डबल शिफ्ट गर्न त सकिँदैन नि त। त्यही भएर अरूले सोच्ने कुरा अरूलाई नै सोच्न दिने आफूले अरूको काम नगर्ने। यो त भयो गफको कुरा। आज चाहिँ हामी केराको बुङ्गोको अचार बनाउँदैछौँ। यो अचार बनाउनलाई चाहिँ सबभन्दा अगाडि चाहिँ केराको बुङ्गो चाहिन्छ। अब आफ्नो बारी छ अनि केराको बोट छ भने चाहिँ गएर काटेर लिएर आउन मिल्छ, छैन भने चाहिँ बजारमा गएर ल्याउनु पर्यो। यसलाई धोइ पखाली गरेर केलाउनु पर्यो। केलाइसकेपछि चाहिँ एक सिटी लाउनु पर्छ। मेरो चाहिँ कुकर अलि सानो भएको हुनाले अटाइ नअटाइ हालेँ अनि बल्ल बल्ल बिर्को लगाएँ र सिटी लगाएँ। सिटी लगाइसकेपछि यतिको देखिनुपर्छ। साइडको भाँडामा आलु मटरको सारा प्याज चाहिँ रेडी गर्नुपर्छ। त्यसपछि एउटा कराईमा तेल तताउनु पर्छ अनि तेल तातिसकेपछि चाहिँ मेथी फुराउनु पर्यो र मेथी फुरिसकेपछि चाहिँ त्यसमा खुर्सानी हालेर खुर्सानी पनि फुराइदिनु पर्यो। त्यसपछि अलिकति बेसार हाल्नु पर्यो अनि अघि जुन उसिनेको कोसाहरू छ त्यसलाई चाहिँ यो कराईमा हाल्नु पर्यो अनि 1 मिनेट जति चलाउनु पर्यो। यो फ्राई गर्नु चाहिँ अप्सनल हो, तर यसको अलिकति गन्धहरू जान्छ भनेर चाहिँ फ्राई गर्नुपर्छ एकछिन। त्यसपछि अघि रेडी गरेको आलु र मटरको सागको भाँडामा लगेर यसलाई खनाउनु पर्यो। यति भइसकेपछि चाहिँ अब मसलाहरू हाल्नलाई रेडी हुन्छ। यसमा अब तिलको छोप चाहिँ आफूलाई मन लागे जति हाल्नु पर्यो। छोप हालिसकेपछि चाहिँ कागतीलाई काटेर निचार्नु पर्यो। कागती नभए त अचार बन्दैन। त्यसपछि नुन हाल्न चाहिँ नबिर्सिनु होला। अघिको कागतीले चाहिँ अलिकति अमिलो पुग्दैन कि भनेर मैले चाहिँ यसमा लप्सीको धुलो पनि हालेँ। अब यसलाई चाहिँ मरमसला पुग्यो मजाले सबै मसला चाहिँ लाग्ने गरी मोल्नु पर्यो र मोलिसकेको अचार चाहिँ यतिको मिठो देखिनु पर्यो। अचार बनाएर मात्रै भएन, अब यसलाई प्लेटिङ पनि गर्नु पर्यो। टक्क रेडी भइसकेपछि चाहिँ खानालाई बस्नु पर्यो। अब खाना खान त मैले सिकाउनु पर्दैन होला, ल पर्छ भने चाहिँ यसरी मैले खाएको जसरी गम गम खाने अनि टन्न मोटाउने अनि मोटो भयो भनेर पिर नगर्ने। ल आजलाई यति नै, बाई।